नमस्कार सबैमा। मन्दिरको सहर काठमाडौँको मुटुमा अवस्थित बसन्तपुर दरबार स्क्वायरमा अवस्थित कालभैरवको मन्दिर अगाडिबाट म हजुरहरू सबैमा नमन गर्न चाहन्छु। यो हो कालभैरवको मूर्ति जुन चाहिँ बसन्तपुर दरबार स्क्वायरमा अवस्थित छ। हजुरहरू सबैले बसन्तपुर घुम्न आउँदा अथवा दर्शन गर्न आउँदा देख्नु भएको हुनसक्छ है। भैरवको मूर्ति कालभैरव, त्यहाँ चाहिँ मन्दिरहरू अरू थुप्रै मन्दिरहरू पनि छन्। म आज चाहिँ घुम्दै गएको थिएँ, त्यसपछि यसो भिडियो लिऊँ न त भन्ने लागेर मैले भिडियो पनि लिएँ। हजुरहरू सबैले माया गरिदिनुहुन्छ भन्ने आशा छ। यो हो श्वेत भैरव। कालभैरवको नजिकै श्वेत भैरवको मूर्ति छ, मन्दिर छ त्यहाँ। अघि देखिएको कालभैरव, यता श्वेत भैरव सबै शिवको प्रतिमूर्तिको रूपमा चिनिन्छ। त्यसपछि त्यहाँ बसन्तपुर दरबार स्क्वायरमा घुम्ने, परिवारसँग खेल्ने मान्छेहरू थुप्रै हुनुहुन्थ्यो होइन। म पनि यसो क्यामेरा तेर्सैहालौँ के छ र भन्ने लागेर मैले नि क्यामेरा तेर्साइदिएको है। त्यहाँ चाहिँ निकै रमाइलो राम्रो ठाउँ छ। अब आफ्नै देशमा पनि हामीहरू कति घुमेकै छैनौँ, कति मन्दिरहरूको बारेमा हामीहरूलाई पनि अझै जानकारीहरू छैन। कति कुराहरू हामी अनभिज्ञ छौँ। यो बसन्तपुर दरबार स्क्वायर, यो चाहिँ कुमारी घर होइन। त्यहाँ मान्छेहरू फोटो खिच्ने, भिडियो खिच्ने, घुम्ने, बस्ने मान्छेहरू थुप्रै हुनुहुन्थ्यो। यो कुमारी देवी, जीवित देवी कुमारीको मन्दिर हो यो।